हुनुहुन्छ म त यहाँ यसो खानाहरू के खाना आएको पुलाउ सब्जी खाना आएको अनि यहाँनिर तपाईँलाई कसले बोलाउनु बिना निम्ता नेवार जातमा चाहिँ श्रेष्ठको जातमा चाहिँ बेलबिहा कसरी हुन्छ भनेर हेरिनु भएको छैन भने चाहिँ हेर्न सक्नुहुन्छ ठ्याक्क लगाएर यता चाहिँ हामी बेहुली रेडी हुँदैछौँ है त हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो अनि आज चाहिँ हामीहरू रेडी भएर निस्किन लागेको छौँ भान्जीको बेलबिहा छ आज अनि सो हामीहरू त नभन्नु म र भतिज्नी होइन यहाँ छिन् सानी भतिज्नी हेलो भनिदेऊ हेलो अनि भाउजू चाहिँ अघि नै गइसक्नु भयो म पनि अघि नै गएर एकचोटि मजाले भिजेर अनि फेरि अहिले आएर अब रेडी भएर फेरि निस्किन लागेको होइन अनि आज बेलबिहामा अब के कस्तो हुन्छ भनेर तपाईँहरूलाई पनि देखाउँछु सो यो भ्लग भन्दा पनि एउटा मेमोरेबलवाला पनि हुन्छ होइन टक्क लगाएर पछि भान्जीले चाहिँ आफ्नै बेलबिहा यस्तो थियो भन्ने हेर्नलाई चाहिँ मामाको युट्युबमा गएर हेर्न सकुन् होइन अनि अहिले त सानो अब पछि राम्रो लाग्न सक्छ नि त यो भिडियो हेर्दै के भन्थ्यो होला अब यस्तरी भएको रहेछ भन्दै हेर्दाखेरि खुसी लाग्न सक्छ ठुली भएपछि राम्रै हुन्छ होला ठुली भएपछि अझै धेरै अनि त्यतिखेर हुन्छ नि त सानोको पलहरू चाहिँ राम्रो लाग्छ नि त खुसी लाग्छ नि त हेर्दाखेरि मलाई नै अब पुरानो भिडियोहरू हेर्दा अहिले निकै खुसी लाग्छ त्यस्तै हुन्छ र अनि हामी चाहिँ ढोका लगाइसक्यौँ सानी भज्ने यता रुद्दा गरेर किन रुक सानी भज्ने यता ठुलो भज्ने यता अनि काका चाहिँ यता अब यहाँदेखि चाहिँ हामीले बन्द गरेर निस्किन्छौँ सो के कस्तो हुन्छ भने तपाईँलाई अहिले एकछिनमा देखाइहाल्छु भिडियो हेर्दै गर्नु होला है त अलिकति लामो हुनसक्छ तर एकदमै राम्रो पनि हुनसक्छ भिडियो हेर्न चाहिँ नबिर्सिनु होला सो अब चाहिँ हाम्रो यहाँबाट निस्किन लागेको हामी चाहिँ बाइकमा चढिसक्यो अनि मेरो भतिजी कहाँ छ सानो भतिजी कहाँ छ हेलो भनिदेऊ हेलो गएको भनिदेऊ ल बाई 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 अब हामी यहाँदेखि चाहिँ निस्केको ल अहिले चाहिँ म दिदी भेना घर आइसकेँ अनि यहाँको चाहिँ अवस्था कस्तो छ भने म तपाईँलाई देखाउँछु ट्याक्क लगाएर सुरु भनेको यहाँ छ शुभ बेलबिहा टक्क दिया श्रेष्ठ मामा यता हुन्छ मामा के छ ठिक छ आज विशेष बेलबिहाको कार्यक्रममा उपस्थित भइसकेको छौँ अब अरू चाहिँ के छ भने हिजो घर पूजा थियो अनि आज चाहिँ स्पेसली अब यहाँ पूजा भइरहेको थियो एकछिनमा चाहिँ हाम्रो बेहुली र बेहुला चाहिँ अब यहाँ निक्लिने तयारीमा हो स्टेजमा अङ्कल सन्चौँ हामी सन्चैछौँ माइजू एकदम नानीको बेलबिहामा आएको रमाइलो लाग्दैछ अहिलेसम्म चल्दो बल्दो अहिलेको भ्लगर त तपाईँहरू त अनि हाम्रो खानदानमा त एकदम फेमस एकदम भाइरल भ्लगर कि ब्लकर अनि के अरे हाम्रो परिवार सबैभन्दा धेरै डलर कमाउने अनि तपाईँलाई पो त अहिले मैले त अनि यहाँ सुनिरहेको थिएँ मैले खबर हेरेको त हो एकदम हो अब कति कमाइ सक्नु अब अहिले गाडी किनिन्छ खुलाउन अहिले म सक्षम छुइनँ 2-4 महिना पछाडि म खुलाउँछु भिडियो सहित आउँछ एकदम ओहो भनेपछि त एकदम पोस्टको पोस्ट जान्छ आमा लाइकै गर्न भ्याउँदिनँ नि म त पसल बसेको होला लाइक चाहिँ गर्न नछोडौँ है ल एभ्रिवान एकदम ए ल ल यतापट्टि चाहिँ अब सुरु हुँदैछ के छ भेनाजु मेरो त नकोद यस्तोमा हो हिलाइ अब तपाईँ नै गर्ने अनि आमा के छ एकदम राम्रो छ मलाई चिन्छ र यसले चिनेर उता के रेखा भाउजू भएन चिने ऊ चिन्दैन कि के हो चिनिहाल्छ भने के रेखा भाउजू भएन त कहिले अनुहार देखाउनु छैन यता चाहिँ हामी बेहुली रेडी हुँदैछौँ है त कस्तो हुँदैछ राम्रो हुँदैछ के राम्रो हुँदैछ के राम्रो हुँदैछ भान्जी के राम्रो हुँदैछ यता त बुनिया त पुरै बुनिया पनि छ यता बन्दोबस्त त तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन नेवार जातमा चाहिँ श्रेष्ठको जातमा चाहिँ बेलबिहा कसरी हुन्छ भनेर हेरिनु भएको छैन भने चाहिँ हेर्न सक्नुहुन्छ ठ्याक्क लगाएर केटीको हुन्छ है बिहे चाहिँ यतापट्टि सारी बहिनी चाहिँ बेहुला यता हाम्रो भान्जी चाहिँ बेहुली अब यहाँनिर चाहिँ सिन्दुर लगाउने बेला हुन आँटेको छ गर्मी भयो छैन होला ढाँट्छौ तिम्रै दायाँ
फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान हुन्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी सो नमस्ते ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे बिहे कस्तो हुँदैछ राम्रो हुँदैछ कस्तो राम्रो भनेको राम्रो भनेको चाहिँ कस्तो ल यता लाग्छ सबै गर्मी हुँदैछ के जाडो हुँदैछ आज तपाईँलाई कस्तो हुँदैछ रमाइलो हुँदैछ तपाईँ केमा आउनुभएको आज म नातिनीको बेली विवाहमा तपाईँलाई कस्तो काली देखियो तपाईँलाई धेरै गोरी देखिरहेको छ आज होइन यहाँ हेर्नु त यता हेर त यता गोरी हुन्छ नि ए उहाँ हुनुहुन्छ फेसबुकको भाइरल मान्छे हो र मलाई पनि थाहा थिएन म सबै भिडियोमा लाइक गर्छु भाइले चिनाइदिएकोमा धेरै धेरै धन्यवाद ए तपाईँ केमा आउनुभएको बाइकमा अहिले यहाँ चाहिँ किन आउनुभएको तपाईँ को हुनुहुन्छ म तपाईँकै मम्मी हुनुहुन्छ मलाई त चिन्नु हुँदैन नातिनीको बेल विवाहमा आएको केमा आउनु एकदम रमाइलो हामी गाडी रिजर्भ गरेर आएको रमाइलो गर्नु होला ए यता को हुनुहुन्छ तपाईँ म बेहुलीको बाबा तपाईँ कहाँबाट आउनुभएको म ताराबारी विदेशबाट आउनुभएको होइन तपाईँ त्यसबाट त आएको घर चाहिँ यहीँ ताराबारीमा हो तपाईँ को हुनुहुन्छ म बेहुलीको आमा फेरि नाम चाहिँ नभन्नु तपाईँको घर कहाँ हो मेरो घर यहीँ ए यहीँ यो ठाउँको नाम ताराबारी ए ल तपाईँ को हुनुहुन्छ म बेहुलीको दादा बेलुका तपाईँलाई कस्तो लागिरहेको छ आज रमाइलो राम्रो लागिरहेको छ ल हस्दिनु न एकचोटि के भन्न चाहनुहुन्छ ल तपाईँ चाहिँ को हुनुहुन्छ म चाहिँ भान्जीको मामा बेहुलीको मामा भान्जीको पनि मामा त हो नि अनि ल 2 शब्द भनिदिनुहोस् त के गर्नुपर्छ 2 शब्द भान्जी र म लाइक कमेन्ट चाहिँ नगर्ने लाइक कमेन्ट तैँले पनि गर्ने क्यामेराम्यानले नै अनि तपाईँ चाहिँ को हुनुहुन्छ म त यहाँ यसो खाना के खाना आएको पुलाउ सब्जी खाना आएको अनि यहाँनिर तपाईँलाई कसले बोलाउनु हो बिना निन्जा कोसँग आएको बाबु तिमी बाबु कोसँग आएको तिमी मम्मीसँग आएको को मम्मी मसँग आएको है तपाईँ लिएर आउनु भएको कहाँबाट ल्याउनु भयो उहाँले उहाँ बाटोमा हिँड्दै रहेछन् लुटेछन् भोकायो भनेर यहाँ लिएर आएको यो कुरा साँचो हो साँच्चै हो एकदम धन्यवाद एकदम कपालमा नि तिम्रो नाम के हो मेरो नाम सन्दीप श्रेष्ठ किन आएको यहाँ तिमी म अब किन आउने हो किन
तलको बोट पनि खायो उता तल नझार्नु धोइसकेपछि
सकल कारण अविनाशी प्रभु कारण अविनाशी त्यो मोटरसाइकल उडाएपछि राति 10 ठाउँ चेकिङ थियो हिजो मोटरसाइकलले चारै दिने किन चेक गर्छ भने त्यो मोटरसाइकल खोज्दै रहेछ त्यो कहाँको अब के गर्दै हुन्छ यहाँ म गुरुको लागि रोटी पेल्दैछु ल आहा क्या दामी दामी रोटी ए हस् हुन्छ हजुर अब सब्जी सक्यो अनि भाइ र म चाहिँ फेरि लिन लागेको सब्जी भन्दा नि अचार टमाटर लिनको लागि टमाटर मुला अनि खोर्सानी लिनको लागि आएको खोइ भान्जी यता आमा ला बिचरा कसले पोच देऊ त दिया 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 पोच हौ पोच पोच खोइ साडी घुमाएको फेरि खोल्दिसकि हाम्रो ड्राइभर हुन्छ एसके कुमार ब्लग्स ल कस्तो सुरज कुमार ल कतिजना पछाडि गाडी कुदाउन आँट्नु भएको त्यो चाहिँ अब लाउन आँटेको त कति भयो भने 1 वर्ष भयो होला छैन 1 वर्ष हात भाँचिनुभन्दा अगाडिसम्म कुदाएको ल कुदाएको अरे ल प्यासेन्जरको एक्सपिरियन्स दोकान एकदम निचे एकदम तयारी भयो केही पनि हुन सक्छ जे हुन सक्छ रेडीमा यहाँबाट यस्तो गरेर अनि यसरी हामी चाहिँ यसरी हामीलाई रेडी भइराख्नुपर्छ आजको ड्राइभर ओ माई गड गाडी पनि कुदाउन एक्सपिरियन्स यता बसिरहेको छु पोर्चुगलमा चाहिँ स्टार छैन हेर्न सक्नुहुन्छ अब पोर्चुगलले हाल्छु अनि बसाइहाल्छु ल पर्खिरहेर मेरो फोन मिल्दैन हिजो बेलुका नि हामी यहाँबाट गएको अब घर गएको आइदियो मकै त छोप्नु भएकै रहेछ मम्मीहरूले सब माथि चढ्यो भने पानी परिहाल्यो मलाई त घरेर छिरिहालिन्न नि त एकै अलि मकै सकै छोपेर सुत्यो हामी भरे पानी परेको 2 घन्टा भए थाकेर उठ्नु भएछ मम्मी मकै छोप्नु त भनेर कसले छोपेछ भयो अरे मम्मीलाई त याद थाहा नै भएन मेरो एउटा भिडियो नानीले सुत्नु भएको छैन परेर बस्नु भएको छ त्यहाँ अन्त पैसा गायब हुन सक्छ ए 5 रुपियाँ मामालाई हुँदैन यस्तो दिदिनँ म खाममा लगाएर पो त 5 रुपियाँ ल खोला त वाउ के हो थियो ओहो किसिमै छ त अनि